के तपाईसँग राम्रो इन्कम छ तर पनि ब्याङ्कले होम लोन दिन मान्दैन कि एकदमै कम अमाउन्टको लोन दिन्छ? यो इन्कमले मात्र असर पार्दैन नि। ब्याङ्कले लोन अप्रुभ गर्नु अगाडि यी कुराहरू हेर्छन्। क्रेडिट हिस्ट्री, यदि एकचोटि पनि आफ्टर पे वा क्रेडिट कार्डको पेमेन्ट मिस भयो भने स्कोर सजिलै घट्न सक्छ। लिभिङ एक्सपेन्सेस, ब्याङ्कले तपाईँको स्टेटमेन्टबाट कति घर खर्च हुन्छ हेर्छ। उबर इट्स, नेटफ्लिक्स जस्ता सब्सक्रिप्सन पनि काउन्ट हुन्छ। क्रेडिट कार्ड लिमिट्स, जति क्रेडिट कार्डको लिमिट छ त्यो युज नगरे पनि त्यसले तपाईँको बोरोइङ पावर घटाइहाल्छ। इम्प्लोइमेन्ट टाइप, फुल टाइम जब भए राम्रो, तर क्याजुअल या सेल्फ इम्प्लोइड भए एक्स्ट्रा डकुमेन्ट माग्छ। कन्सिस्टेन्सी, बारम्बार जब चेन्ज गरेको या इन्कम ग्याप भए ब्याङ्कले अलि डाउट गर्छ। घर किन्न सोच्दै हुनुहुन्छ भने अप्लाई गर्नु अगाडि एकचोटि लोन एलिजिबिलिटी चेक गर्न चाहनुहुन्छ भने म तपाईँलाई कुन ब्याङ्कले कतिसम्म लोन दिन सक्छ त्यो फ्रीमा हेरिदिन सक्छु। त्यसको लागि कमेन्ट गर्नुहोला एलिजिबिलिटी।